एउटा यस्तो विज्ञानको कल्पना गरौँ जुन जति रहस्यमय छ त्योभन्दा कैयौं गुणा शक्तिशाली पनि छ। हो, आज हामी कुरा गर्दैछौँ क्वान्टम फिजिक्सको। त्यो विज्ञान जसले हाम्रो यथार्थलाई हेर्ने दृष्टिकोण नै पुरै बदलिदियो। अब सुन्दा त यो कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तो लाग्ला, होइन? तर अचम्मको कुरा के हो भने हामीले हरेक दिन चलाउने टेक्नोलोजी हो त्यही अदृश्य र अनौठो लाग्ने विज्ञानको नियममा चलिरहेको छ। यो कुनै भविष्यको कुरा होइन, यो त हाम्रो आजको अहिलेको यथार्थ हो। जस्तै कि हामीले हातमा बोक्ने मोबाइल फोन, हाम्रो कम्प्युटर, लेजर अनि अस्पतालमा प्रयोग हुने त्यो एमआरआई मसिन, यी सबैको भित्र यिनको मुटुमा क्वान्टम मेकानिक्सकै सिद्धान्तले काम गरिरहेको हुन्छ। र भविष्यको कुरा गर्ने हो भने क्वान्टम कम्प्युटरले त पुरै दुनियाँमा एउटा नयाँ क्रान्ति नै ल्याउँदैछ। ल, प्रश्न उठ्छ, यो अरू विज्ञानभन्दा फरक चाहिँ कसरी छ त? हेर्नुस्, हाम्रो सामान्य फिजिक्स जसलाई क्लासिकल फिजिक्स भनिन्छ, त्यसले ठूला ठूला कुराहरू जस्तै एउटा बल फ्याँक्दा कहाँ पुग्छ वा ग्रहहरू कसरी घुम्छन् भन्ने बताउँछ। तर जब हामी एकदमै सानो, परमाणुभन्दा पनि सानो संसारमा छिर्छौं, त्यहाँ त नियम कानून नै अर्कै छ, पुरै उल्टो, पुरै अनौठो। हो, त्यही अदृश्य र अचम्मको संसारलाई बुझाउने विज्ञान नै हो क्वान्टम फिजिक्स। लौ त, अब तयार हौं त्यो अनौठो संसारको यात्राको लागि। आउनुहोस्, क्वान्टम जगतका 5वटा यस्ता आश्चर्यजनक नियमहरू हेरौं जसले हाम्रो सामान्य सोच र तर्कलाई नै चुनौती दिन्छन्। पहिलो नियम, जसबाट यो विज्ञानको नामै रहन गयो, क्वान्टा। यसले के भन्छ भने ऊर्जा भनेको पानीको धार जस्तो लगातार बग्ने चीज होइन, बरु यो त बालुवाको कण जस्तै वा सिक्का जस्तै साना साना छुट्टा छुट्टै प्याकेटमा आउँछ। त्यति बेलाको लागि त यो एउटा क्रान्तिकारी विचार थियो। अब दोस्रो नियम, यो त झनै अनौठो छ। सोच्नुहोस् त, एउटै चीज जस्तै एउटा इलेक्ट्रोन कहिले चाहिँ समुद्रको छाल जस्तो व्यवहार गर्छ अनि कहिले चाहिँ एउटा सानो ढुङ्गा जस्तो। र सबैभन्दा अचम्मको कुरा के थाहा छ? त्यसले कुन रूप देखाउँछ भन्ने कुरा चाहिँ हामीले त्यसलाई कसरी हेर्छौं भन्ने कुरामा भर पर्दो रहेछ। कस्तो अचम्म! तेस्रो नियम, सुपरपोजिसन। यसको सोझो अर्थ के हो भने एउटा क्वान्टम कण एकै पटकमा धेरै ठाउँमा वा धेरै अवस्थाहरूमा हुन सक्छ। हो, एकै समयमा। मानौ एउटा सिक्का, त्यसलाई नहेर्दासम्म त्यो एकै पटक हेड पनि हो, टेल पनि हो। जब हामी हेर्छौं तब मात्र एउटा अवस्थामा आउँछ। यही अद्भुत क्षमताले गर्दा नै त भविष्यका क्वान्टम कम्प्युटरहरू आजका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरभन्दा पनि हजारौं गुणा तेज हुनेछन्। अब चौथो नियम, अनिश्चितताको सिद्धान्त। वर्नर हाइजेनबर्गले पत्ता लगाएको यो नियमले भन्छ कि प्रकृतिको एउटा सीमा छ जसलाई हामी कहिल्यै नाग्न सक्दैनौं। सजिलो भाषामा भन्दा, यदि हामीले कुनै सानो कण कहाँ छ भनेर ठ्याक्कै थाहा पायौं भने त्यसको गति कति हो भनेर पत्ता लगाउनै सकिँदैन। अनि यदि गति ठ्याक्कै थाहा पायौं भने त्यो कहाँ छ भन्ने कुरा अनिश्चित भइदिन्छ। एउटा थाहा पाउन खोज्दा अर्को हराउँछ। र अब पाँचौं नियम, सायद सबैभन्दा रहस्यमय र दिमाग घुमाउने, इन्ट्याङ्गलमेन्ट। यसमा के हुन्छ भने दुईवटा कणहरूलाई एकअर्कासँग यसरी जोडिन्छ कि तिनीहरू एउटा जुम्ल्याहा जस्तै बन्छन्। अब एउटालाई जतिसुकै टाढा लगे पनि, चाहे ब्रह्माण्डकै अर्को कुनामा किन नहोस्, यदि एउटामा केही परिवर्तन भयो भने अर्कोमा त्यसको असर तुरन्तै एकैछिनमा देखिन्छ। बीचमा कुनै तार छैन, केही छैन। यो कुरा यति अनौठो र अपत्यारिलो थियो कि महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन आफैले पनि यसलाई विश्वास गर्न सकेनन्। उहाँले त यसलाई स्पुकी एक्सन एट अ डिस्टेन्स भन्नुभयो, अर्थात् टाढाबाट हुने कुनै भूतप्रेतको जस्तो डराउलाग्दो काम। यसबाटै थाहा हुन्छ कि यी कुराहरू त्यो समयका वैज्ञानिकहरूको लागि कति अचम्म लाग्दा थिए। त्यसो भए यस्ता दिमाग नै हल्लाइदिने विचारहरू आखिर कसले पत्ता लगाए त? ल, अब भेटौं ती विज्ञानका महानायकहरूलाई जसले यो क्वान्टम क्रान्तिको सुरुवात गरे। 20औं शताब्दीको सुरुवातको त्यो समय विज्ञानको लागि साँच्चै एउटा अविश्वसनीय समय थियो। 1900मा म्याक्स प्लाङ्कले क्वान्टाको अवधारणा ल्याए। त्यसपछि 1905मा आइन्स्टाइन आए। अनि निल्स बोहर, द ब्रोग्ली, हाइजेनबर्ग, श्रोडिङ्गर, एकपछि अर्को गर्दै यस्ता महान दिमागहरूले यस्ता खोजहरू गरे कि केही दशकभित्रै भौतिक विज्ञानको पुरानो जग नै हल्ल्यो र एउटा नयाँ युग सुरु भयो।
अब यी सबै दिमाग घुमाउने सिद्धान्तहरूको कुरा त भयो, तर यसको वास्तविक संसारमा के काम त? यसबाट हामीले के पायौं? आउनुहोस्, अब हेरौं क्वान्टम विज्ञानले हामीलाई दिएका केही अद्भुत उपहारहरू। यो सूची हेर्नुस् त, ट्रान्जिस्टर, जुन बिना आजको कुनै पनि कम्प्युटर वा स्मार्टफोन बन्नै सक्दैनथ्यो, लेजर, एमआरआई, जीपीएस, यी सबै प्रविधिहरू क्वान्टम मेकानिक्सको बुझाइ बिना असम्भव थिए। भनेपछि हाम्रो पुरै आधुनिक डिजिटल संसार नै क्वान्टम फिजिक्सको जगमा उभिएको छ। अब यो सबै कुरालाई समेट्दै एउटा महत्त्वपूर्ण प्रश्नमा आउँ। यति अनौठो र अचम्मको हुँदाहुँदै पनि यो क्वान्टम सिद्धान्त कत्तिको सफल छ त? यो सुन्दा अचम्म लाग्ला, तर क्वान्टम फिजिक्स विज्ञानको इतिहासकै सबैभन्दा सफल सिद्धान्त हो। आजसम्म यसको कुनै पनि भविष्यवाणी गलत साबित भएको छैन। जति पनि परीक्षणहरू भएका छन्, सबैमा यो 100% सही पाइएको छ। त्यसैले यो जतिसुकै अनौठो लागे पनि हाम्रो ब्रह्माण्डलाई वर्णन गर्ने यो नै सबैभन्दा सटिक तरिका हो। त्यसैले क्वान्टम फिजिक्स अदृश्य भएर के भयो त? यसको असर हाम्रो वरिपरि जताततै छ। यसले हाम्रो यथार्थको परिभाषालाई नै चुनौती दिन्छ र ब्रह्माण्डको गहिराइमा लुकेका रहस्यहरूबारे सोच्न बाध्य बनाउँछ। अब जाँदै एउटा प्रश्न छोडेर जान्छु। यी सबै अनौठा नियमहरू सुनेपछि कुन चाहिँ नियमले सबैभन्दा धेरै रहस्यमय र अचम्मित बनायो?